हाम्रो उम्मेदवार बोधनारायण श्रेष्ठज्यूलाई मेरो मनैदेखि उहाँले म जितेको हेर्न चाहन्छु। नमस्कार। जय घन्टी, जय रासपा। जिन्दगीमा पहिलोचोटि कुनै पार्टीको चिन्ह लिएर जय घन्टी पनि भनियो, पार्टीको नाम लिएर जय रासपा पनि भनियो। त्यो दाग लाग्यो। कलाकारितामा मात्रै आफ्नो टाइम दिएर एउटा पहिचान बनाएर आफ्नो ठाउँमा रेजिना उप्रेती भनेर नाम कमाएर धादिङकी चेली भनेर चिनिएर हाम्रो नेपालको कलाकार भनेर हाम्रो नेपालीहरूले हाम्रो कलाकार हो नि भनेर माया दिइरहनु भएको थियो। आजसम्म त्यही मायालाई लिएर पहिलो पटक म राष्ट्रिय स्वतन्त्र पार्टी, देश बनाउने अभियान भएको पार्टीलाई पहिलोचोटि म सपोर्ट गरेर हिँडिरहेकी छु। रासपा त यति भाग्यमानी पार्टी हो नि, कलाकारले कलाकारको ठाउँबाट, खेलाडीले खेलाडीको ठाउँबाट, एउटा अभियन्ताले, एउटा चाहिँ क्रिकेट खेल्ने खेलाडीले, हरेक ठाउँको व्यक्तिले यसरी साथ गरेर हिँड्नु भएको छ नि। यति धेरै माया त मैले आजसम्म कुनै पार्टीले पार्टी देखेको छैन। यो देशले आज यो देशले राष्ट्रिय स्वतन्त्र पार्टीलाई यो पार्टी चाहिँ हाम्रो पार्टी हो है भनेर हिँडेको छ, बोकेर हिँडेको छ के मलाई त्यो अनुभूति हुन्छ। किनकि कतिले गाली खाइरहेका छन्, ओ कलाकार पार्टीलाई सपोर्ट गर्यो, पार्टीको झन्डा बोक्यो भनेर। तर मैले जुन दिनबाट मैले यो पार्टीलाई सपोर्ट गरेँ, मैले यति धेरै माया पाइरहेकी छु कि मेरो चाहिँ फेसबुक रिलले बताउँछ के आज मेरो फेसबुक रिल 1 मिलियन 2 मिलियन चाहिँ हजारौँ लाइक्स। किन भन्दा मैले यो राम्रो पार्टीलाई सपोर्ट गरेको भएर नै सायद उहाँहरूले मलाई यति धेरै माया दिनुभएको छ। मैले गाली खानु परेको छैन, यसबाट म बचिरहेको छु। आज मलाई मेरो ठाउँको क्षेत्र नम्बर 2 को आफ्नो दाजुभाइ दिदीबहिनी बुवा आमासँग यसरी चाहिँ प्रत्यक्ष भेट गराइदिनु भएको छ। हाम्रो उम्मेदवार विद्वान, परिचय नै यति काफी छ कि हामीले पार्टी होइन कि उहाँको पार्टी त छँदै नै छ। उहाँको नाम, उहाँको काम, उहाँको विज्ञता, उहाँको पर्सनालिटीले नै बताउँछ कि उहाँलाई भोट दिएर आजै जिताएर चाहिँ हामी संसद भवनमा पठाइहालौँ। लाग्छ नि, लाग्दैन? अनि त्यही भएर मैले आज यो कार्यक्रम छ भनेपछि मैले खबर पाएँ, मलाई खबर गर्नुभयो हाम्रो उम्मेदवारज्यूले। अनि जानुपर्छ। मेरो माइती क्षेत्र नम्बर 1 धादिङ कचुरी, मेरो घर क्षेत्र नम्बर 2 धादिङ ढोला। अब म हिजोसम्म आशिका तामाङलाई सपोर्ट गरेर हाम्रो जिल्ला सभापति सूर्यमणि पाठक भाइहरूसँग चाहिँ म हिँडिरहेको थिएँ। 5 नम्बर वडा, 6 नम्बर वडा, खानेखोला माथि 1 नम्बर वडा, 2 नम्बर वडा। जसरी हामी सहर बजारमा यसरी लागि परेका छौँ, गाउँघरमा अलिकति हाम्रो म्यान पावर अलिकति कम देखिएको छ, हाम्रो सङ्गठनहरू एकदमै कम देखिएको छ, अनि थोरै हुनुहुन्छ, अनि बुढाबुढीहरू धेरै हुनुहुन्छ। यसरी लागेर हिँड्ने मान्छे थोरै हुनुहुँदो रहेछ, मैले प्रत्यक्ष यो देखेँ। तर उहाँहरू यसरी लागिरहनु भएको छ। हाम्रो जिल्ला सभापति, हाम्रो गजुरी वडाको चाहिँ मिलन दलाकोटीजीहरू, सबैजना युवाहरू, सङ्गठन थोरै भए पनि हरेक गाउँमा गएर सङ्गठन जस्तै बलियो बनेर नडराइकन, गाउँमा त कति डर पनि रहेछ अहिले। हाम्रो त सङ्गठन छैन, हाम्रो गाडी गयो भने, हाम्रो मान्छे गयो भने चाहिँ सबले लखेट्ने एउटा भिडियोले भाइरल भइरहेछ होइन। सबैले यो चाहिँ जहाँ पुग्नु पर्यो, यो कानुनी कारबाही गर्नु पर्यो भनेर पुर्याइदिनु ठाउँमा यो चिजलाई एउटा चाहिँ सबैले आफ्नो पार्टीले भोट माग्न पाउनु, आफ्नो उम्मेदवारलाई सहयोग गर्न पाउनु, आफ्नो विचारधारा राख्न पाउनु त हाम्रो हक अधिकार हो नि। यसरी चाहिँ गाउँमा जाने नदिने, हामीलाई रोकिदिने गर्दाखेरि त अलिक दुःख पनि लाग्यो। अनि अर्को कुरा चाहिँ अब म चाहिँ मेरो कर्मथलो फेरि यहाँ काठमाडौँ 9 नम्बर हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति उम्मेदवार हुनुहुन्छ डिपी अर्यालज्यू, उहाँको लागि पनि म लागिरहेको छु। अनि मलाई चाहिँ हाम्रो एउटा उम्मेदवार भन्दा पनि अहिले चाहिँ सबैजनाले प्रत्यक्ष समानुपातिक सबैमा भोट दिएर चाहिँ बहुमत हामीले पायौँ भने, 5 वर्ष हामीले काम गर्न पायौँ भने कस्तो यो देश नबन्ला त? हामी यति चाहिँ मरिमेटेर लागेका छौँ सबैजना भनेपछि सबैजना हामी यहाँ घन्टी सपोर्टर छौँ, रासपाका मान्छे छौँ,
गरेर हुँदैन। हामीले हाम्रो आफन्त साथीभाइ छर छिमेकी अरू दलका नेता को तान्न सक्छौँ? कसरी चाहिँ बोलेर हुन्छ कि माया गरेर हुन्छ कि ठकाएर हुन्छ कि यस्तो बेला छ नि यो डु एन्ड डाइ नगरी भएकै छैन के, जसरी पनि जित्नै पर्यो। यो लहर यो माहौल कहिले यो न हामीले देखेका थियौँ न अब देख्नेछौँ। हामीले देखेका थियौँ यस्तो लहर अहिलेसम्म कुनै पार्टीको लागि। त्यसले गर्दाखेरि सबैजनाले हाम्रो क्षेत्र नम्बर 2 दाजुभाइ दिदीबहिनी बुवा आमा सबैजना मिलेर हामीले यति राम्रो उम्मेदवार पाएका छौँ। सबैजनाले सबैलाई भनेर चाहिँ सबैजनाले थोरै बोल्ने पोइन्टका कुरा गर्ने पार्टीलाई जिताएर देखाउने हाम्रो उम्मेदवार जित्ने तर्फतिर लाग्ने भन्दै सबैजनालाई विशेष हाम्रो उम्मेदवार बलराम श्रेष्ठज्यूलाई मेरो मनैदेखि उहाँले म जितेको हेर्न चाहन्छु। एकदमै मनैदेखि हामी सबै मिलेर उहाँलाई जिताउँ है। म यहाँहरूसँग जोडिन पाउँदाखेरि यहाँको पार्टीसँग जोडिन पाउँदाखेरि असाध्यै आफूले आफूलाई म पार्टीको झोले फिल गरेको छैन। मैले के फिल गरेको छु भने म बालिन शाह प्रधानमन्त्री बन्ने रवि लामी छानेको पार्टी बोधनारायण श्रेष्ठ जस्तो उम्मेदवार टिमको सहयोगी भनेको मेरो छाती चौडा भएको छ। असाध्यै खुसी लागेको छ। यहाँहरूले पनि आफ्नो साइडबाट यति नै आफूले आफूलाई महत्त्व दिएर हामी लाग्नुपर्छ भनेर लाग्नु होला। मेरो विनम्र अनुरोध, हामी जिताएरै छाडौँ हाम्रो उम्मेदवारलाई है त। जय घन्टी, जय धादिङ।